तुला राशि 2082 साल जेठको महिना कालपुरुषको 7औं राशि अनि तुला राशि भएका महानुभाव अनि व्यक्तित्वहरूका लागि के कस्तो समय रहेको छ त? तपाईको लागि उत्तम समय रहेको छ या तपाईको लागि अरिष्ट समय रहेको छ? अरिष्ट भएका व्यक्तिले शुभतामा कसरी परिणत गर्ने र शुभता भएका व्यक्तिहरूलाई कुन कुन क्षेत्रहरूमा कुन कुन तहमा विशेष गरेर राम्रो अनि शुभतामा परिणत रहनेछ त जुन जेठको महिनामा? यी सम्पूर्ण विषयवस्तुहरूको र तुला राशिसँग सम्बन्धित विषयवस्तुहरूको सूर्य आदि नवग्रहहरूको गोचरीय फल के कस्तो रहेको छ त? यी सम्पूर्ण विषयवस्तुहरूलाई चर्चा अनि परिचर्चा गर्नको लागि म उपस्थित भइसकेको छु र भिडियोलाई सुरु गर्नुभन्दा पहिले तपाईले यो च्यानललाई पनि अवश्य सब्स्क्राइब गर्न नभुल्नु होला। एउटा मृदुभाषी राशिको रूपमा पनि तुला राशिलाई लिने गर्दछ र तुला राशिलाई एउटा बराबर संज्ञकको रूपमा पनि लिने गर्दछ र सबैलाई समान व्यवहार गर्ने, एकलौटी कुनै व्यक्तिहरूप्रति शासन नगरेर सबैको इच्छा विपरीत भन्दा पनि सबैलाई सहमतिपूर्ण हिसाबले अगाडि बढाउन सक्ने एउटा त्यो पावर, त्यो एउटा शक्ति अनि त्यो इनर्जेटी लिएर जन्म लिएको राशिको रूपमा पनि हामीले तुला राशिलाई लिने गर्दछौं र तुला राशि भएका व्यक्तिहरूलाई के कस्तो रहनेछ त? यस्तो कुरालाई सुरु गर्नुभन्दा पहिले जुन जेठको महिनाभरि नै ग्रहको स्थिति के कस्तो रहेको छ त? कुन कुन ग्रहले राशि परिवर्तन गर्दैछन् र कुन कुन ग्रहहरूको युति सम्बन्धबाट केही शुभयोग अथवा अशुभ खलयोगहरूको निर्माण हुँदैछन् त? यस्तो कुरालाई म अगाडि बढाउन गइरहेको छु। जुन सूर्यनारायण भने जेठको महिनाभरि नै वृष राशिमा रहिरहनेछन् र मंगल ग्रह भने तपाईको निमित्त जेठको 23 गतेसम्म कर्कट राशिमा रहनेछन् भने पश्चात सिंह राशिमा बसेर तपाईलाई शुभाशुभ फल प्रदान गर्नेछन्। बुध ग्रह भने जेठको 9 गतेसम्म मेष राशिमा रहनेछन् भने पश्चात भने तपाईको निमित्त जुन वृष राशिमा प्रदान गर्नेछन् र त्यस्तै गरेर देवगुरु बृहस्पति रहेका छन् भने मिथुन राशिमा रहनेछन् र शुक्र ग्रह मीन राशिमा 17 गतेसम्म रहनेछन् भने पश्चात मेष राशिमा रहनेछन्। शनि ग्रह मीन राशिमा, राहु ग्रह सिंह राशिमा, राहु ग्रह कुम्भ राशिमा र केतु ग्रह भने सिंह राशिमा दृष्टियुति सम्बन्धहरू बनेर 2082 साल जेठको महिना उपस्थित भएको छ तुला राशि भएका व्यक्तिलाई। तुला राशि भएका व्यक्तिहरूका लागि भने जेठको महिना भने त्यति लाभकारी समय भने मैले त्यति खासै देखेको छैन, किनभने तपाईको राशिदेखि जुन सूर्यनारायण 8औं स्थानमा परिभ्रमण गरेका छन्। 8औं भाव भनेको तपाईको लागि अलिकति अनिष्ट सूचक समय पनि रहेको। जब जब तपाईको जन्म कुण्डलीमा 8औं भावमा बसेका ग्रहहरूको दशा, अन्तर्दशा, प्रत्यन्तर दशा रहन्छ भने त्यो समयमा भने तपाईको लागि अशुभता फल जीवनमा बढेर जाने गर्दछ। चाहे प्रेममा धोका होस्, चाहे व्यापारहरूमा हानि होस्, चाहे तपाईका जुनसुकै सकारात्मक कार्यहरू पनि पूर्ण बन्नको लागि केही अप्ठ्यारो स्थिति अवश्य बन्दछ। केही मुद्दा मामिलाहरूमा पनि जाने योग स्थिति पनि विशेष गरेर बन्दछ र तपाईका नवीनतम कार्यहरू प्रारम्भ भए तापनि केही कष्टको सामना गर्नुपर्ने र जीवनहरूमा संघर्ष, त्याग अनि तपस्याहरू धेरै गर्नुपर्ने स्थिति तुला राशि भएका व्यक्तिहरूलाई विशेष गरेर बनिरहेको छ र समयले तपाईलाई एउटा शुभ एउटा परीक्षा दिइरहेको छ र त्यो परीक्षामा तपाईँ उत्तीर्ण हुन सक्नु पर्दछ र त्यो खुबी, त्यो भक्ति, त्यो भाव तपाईसँग यदि छ भने मात्रै तपाईँ सफल बन्न सक्नुहुनेछ र नवीनतम कुनै न कुनै कार्यहरू तपाईलाई भनौँ एउटा मौका स्वरूप आउने गर्दछन् र त्यो मौकालाई तपाईले गुमाउनु पर्नेछ। तपाईमा ज्ञान छँदा छँदै पनि तपाईमा एउटा त्यो क्षेत्रमा, त्यो तहमा पुग्ने एउटा इनर्जी छँदा छँदै पनि तपाईँ एउटा पछाडि पर्नुपर्ने स्थिति, भनौँ एउटा भाग्यले साथ नदिएको जस्तो स्थिति भने तुला राशि भएका व्यक्तिहरूलाई जेठको महिनामा रहिरहनेछ र त्यसैले सूर्यनारायणको उपासना गर्दै जाने, आफूभन्दा अग्रज व्यक्तिहरूलाई सम्मान प्रदान गर्दै जाने, सूर्यलाई, देवीलाई रातो फूलहरू चढाउँदै यदि अगाडि बढ्नुभयो भने, सूर्यनारायणलाई अर्घ प्रदान गर्दै जानुभयो भने र पितासँग राम्रो सम्बन्धहरू बनाउनु भयो र पिताले दिएका जुन मर्म स्पर्शी जुन ज्ञान छ त्यो ज्ञानलाई यदि आत्मसात गर्नुभयो भने अटोमेटिक रूपमा तपाईको आत्मबलदेखि लिएर दृढ संकल्प शक्ति पनि बढेर जाने योग रहेको छ। यसमा कुनै पनि दुविधा रहेको छैन। र त्यस्तै गरेर तुला राशि भएका व्यक्तिहरूका लागि भने द्वितीय भाव, जसलाई वाणी भाव भनिन्छ, वाणी भावमा चन्द्रमा रहेको छ। अलिकति बोल्दाखेरि केही कुराहरूमा सजग रहनु होला। सधैँ बोलेर खाएको व्यक्तिले केही दिन त्यही व्यक्तिले केही कुरा बोल्दाखेरि नराम्रो भएर आएको तपाईले पनि देख्नु भएको होला। जब ग्रह अरिष्ट रहने गर्दछन्, ग्रह अरिष्ट रहेका छन् भने हाम्रो जीवनहरूमा हामीले संघर्ष, त्याग, जति बलिदान दिए तापनि हाम्रो वशमा कोही पनि रहँदैन। त्यसैले राज्य प्राप्ति गराउने र राज्यलाई हरण गर्ने शक्ति भने केवल अरु कुनैमा छैन, केवल एउटा नवग्रहमा छ र त्यो फल पनि जुन तुला राशि भएका व्यक्तिलाई रहिरहनेछ।
बोल्दाखेरि अलिकति विचार पुर्याउनु होला। यति मात्रै भन्न सके। कुटुम्बीजनहरूको सम्बन्धहरू अलिकति लम्बिँदै जान सक्छ। कुटुम्बीजनहरूसँग अलिकति हुन त केही हुँदैन, झैझगडा हुँदैन, तर पनि अलिकति टाढिएर गए जस्तो स्थिति पनि विशेष गरेर बन्नेछ जुन तुला राशि भएका व्यक्तिलाई। र तुला राशि भएका व्यक्तिहरूका लागि 7औं स्थानमा बुध ग्रह गएर बसेको छ र व्यापार स्तरहरूलाई जुन जहाँ धन संग्रह हुने गर्दछन्, जहाँ बुद्धिको खेल लडाइने गर्दछ, जहाँ तर्क शक्ति, जहाँ विचार दिने ठाउँहरू हो, यस्तो ठाउँहरूमा पनि तपाईलाई उन्नत रहनेछ। यो क्षेत्रहरूमा लागिरहेको व्यक्तिहरूले, यही क्षेत्रहरूमा लेखापढीसँग सम्बन्धित अध्ययन गरिरहेको व्यक्तिले, जहाँ अर्थ सरकारसँग मुख्य अङ्गहरूमा रहेर काम गरिरहेका व्यक्तिहरूका लागि भने विशेष गरेर लाभकारी भने उन्नत समय रहेको छ। जुन बुध ग्रह एकदम शुभ रहेका छन् र तपाईलाई शुभतामा परिणत अवश्यमेव गर्नेछन् अथवा प्रगति अवश्यमेव दिलाउनेछन् तुला राशि भएका व्यक्तिले। र त्यस्तै गरेर 6औं भावमा शुक्र ग्रह गएर बस्नु भनेको अलिकति रोगी बनाउनु हो व्यक्तिहरूलाई। जलसँग सम्बन्धित प्रकारका रोगहरू ल्याउने र जीवनहरूमा सुखीको कमीपनहरू प्रदान गर्ने योग पनि विशेष गरेर तुला राशि भएका व्यक्तिहरूलाई विशेष गरेर रहन्छ भने जति नै मेहनत गरे तापनि, जति नै परिश्रम गरे तापनि व्यक्तिहरूलाई आफ्नो मुठीभित्र अनि बसमा पार्न र आफ्नो मनलाई शान्त गर्नको लागि कठिन अवस्था भने तुला राशि भएका व्यक्तिहरूलाई विशेष गरेर जेठको महिनामा रहनेछ। यो कुराहरू मैले अवगत गराइसकेपछि साथसाथमा शनि ग्रह पनि तपाईको 6औं भावमा गएर बसेको कारणले गर्दा आफ्नै भनेका व्यक्तिहरू पनि तपाईका पराई हुने अथवा शत्रुत्वको व्यवहार गर्ने स्थिति पनि विशेष गरेर बन्दछ। र तपाईँ यदि तुला राशि भएको व्यक्ति हुनुहुन्छ भने यदि यस्ता तपाईको जीवनहरूमा घटनाहरू घटित भयो भने तपाईले कुनै व्यक्तिहरूलाई दोष नलगाउनु होला, तपाईलाई दोष नलगाउनु होला। तपाईको जुन चलिरहेको जुन समय छ त्यो समयको खेल हो भनेर तपाईले बुझ्नु होला। यसमा कुनै पनि तनावहरू लिने कामहरू कदापि पनि गर्दै नगर्नु होला। यो कुराहरू अवगत गराइसकेपछि 8औंमा सूर्य रहेका छन् जसले हानि प्रदान गर्ने, कष्ट प्रदान गर्ने र शरीरहरूमा पाचन तन्त्रहरूसँग सम्बन्धित कुनै न कुनै प्रकारका समस्याहरू पनि देखा नपर्लान् पनि भनेर भन्न सकिँदैन। केही सजग अनि सावधानी रहनु होला। र त्यस्तै गरेर 9औं अनि भाग्य भावमा देवगुरु बृहस्पति गएर बसेका छन् अथवा बस्नेछन् र देवगुरु बृहस्पति बस्दाखेरि तपाईलाई भने भाग्यवान बनाउने गर्दछ। र जहाँ हाम्रो धन जोडिएको छ, जहाँ सुख जोडिएको छ, जहाँ हाम्रो सन्तान पक्ष जोडिएको छ, जहाँ हाम्रो विद्या जोडिएको छ, जहाँ हाम्रो कुल देवता पितृहरूको जुन आशीर्वाद रहेको छ भने यिनीहरूले भने तुला राशि भएका व्यक्तिहरूलाई मनोरम रूपमा आनन्द अनि पितृहरूको आशीर्वाद प्राप्ति भइरहने समय पनि विशेष गरेर बनिरहेको छ। र त्यस्तै गरेर 10औं भावमा मंगल ग्रह, नीचको मंगल ग्रह गएर बसेको छ। तपाई कहाँ अनि कुन लेभलमा काम गरिरहनु भएको थियो, चाहे तपाई सानो पदको व्यक्ति अथवा चाहे ठूलो पदको एउटा गरिमामय पदमा पुग्नु भएको, सम्मान प्राप्ति गरेको एउटा पदमा भएको व्यक्ति हुनुहुन्छ, त्यो क्षेत्रहरूमा तपाईलाई अनावश्यक तनावका क्षेत्रहरू विशेष गरेर बढेर आउने गर्दछन् र त्यसलाई समाधानको लागि उचित नियमावली, उचित विषयवस्तुहरू र उचित कानूनका धाराहरूलाई यदि पल्टाएर हेरेर मात्रै सही निर्णय दिनु होला। नत्र तपाईको पदलाई गिराउनको लागि र तपाईलाई पदबाट बर्खास्त गर्नको लागि धेरै षड्यन्त्रहरू, धेरै प्रभावहरू तपाईको जीवनहरूमा रहिरहनेछ। यो कुरालाई विशेष गरेर मध्यनजर अनि ख्याल अवश्यमै गर्नु होला। किनकि 10औं स्थान भनेको तपाईको कर्म स्थान हो। तपाईले कर्म गर्नै अथवा गर्नलाई पनि तपाईमा इनर्जी हुनु आवश्यक रहने गर्दछ अथवा शक्ति सम्पन्न हुनु आवश्यक रहने गर्दछ। किनकि केही कुराहरू गर्दाखेरि पनि कुनै व्यक्तिले जुन पढेको छ र त्यो पढाइको एउटा प्रदर्शन हुने ठाउँमा जानको लागि पनि भित्र अन्तर हृदयबाट उसको आत्मबल आउनु पर्ने हुन्छ। र त्यस्तै गरेर जुन तुला राशि भएका व्यक्तिहरूले पनि कर्म क्षेत्रलाई सुदृढ बनाउनको लागि र आफूसँग आएका सही ल्याएका जुन समस्याहरूलाई पनि सही निर्णयबाट मार्ग प्रदान गरिदिनु भयो भने उत्तम रहनेछ भने र पढाइ लेखाइ क्षेत्र, विद्या क्षेत्र, राजनीतिक क्षेत्रहरूदेखि लिएर भाग्य अनि देश अनि देशान्तरका यात्राहरू मंगलमय बन्नेछन् भने अलिकति शत्रु पक्षहरूबाट पीडित बन्ने र अलिकति जीवनहरूमा मान सम्मानहरूमा कमी प्राप्त भएको केही महसुस भने जीवनहरूमा प्राप्ति हुनेछ। स्वास्थ्यको विशेष गरेर ख्याल गर्नुहोला भन्दै आज यो विशेष गरेर जेठ महिनामा कालपुरुषको 7औं राशि अनि तुला राशि विशेष प्रस्तुतिबाट म बिदा हुन्छु। राधे राधे।